हेलो नमस्ते वेलकम टु ब्याक माई युट्युब च्यानल। तपाईँहरूलाई स्वागत छ मेरो युट्युबमा। म आज घरमै छु। किन घरमा छु भन्दाखेरि आज मसँग चाहिँ धेरै कामहरू बाँकी छ। काम के बाँकी छ भन्दाखेरि यो आजभोलि साउन महिना भयो। साउन महिनाभरि खाएको भाँडा चाहिँ धुन बाँकी छ कि साउन महिनाभरि खाएको। अब यो भयो, यो सबै चाहिँ यो 10-12 दिनभन्दा बढीदेखि खाएर बसेको भाँडाहरू मैले धोएको थिएन। सब यस्तो छ, फोहोर सबै कचाकुचुक यो सबै धुनुपर्ने छ। मैले चाहिँ मेरो आज काम भन्ने यो हुनेछ विशेष। अझै यता नि बाँकी छ, यो अझै यहाँ एउटा दुईवटा, त्यता नि बाँकी छ, त्यो बाँकी छ, त्यो बाँकी छ, त्यो बाँकी छ, त्यो बाँकी छ। त्यसपछि सरसफाइ गर्नुपर्ने छ, टाकटुक टाकटुक। यता नि छ, यता नि छ, यता नि सरसफाइ गर्नुपर्ने छ, सब बाँकी छ। त्यो भरि धुनुपर्ने छ, त्यो पखाल पुखुल गर्नुपर्ने छ, सब बाँकी छ। मेरो चाहिँ आजको काम चाहिँ यत्तिकै बित्छ। यो तालबारी मैले यो भाँडा धुने अहिले 2 घन्टा 3 घन्टा लाग्छ, किनभने मलाई भाँडा राम्रोसँग धुन आउँदैन। गाह्रो छ।